तिहारको बेलामा यार देउसी खेल अलि पैसा कमाउनु पाएको थियो हो 2 जना मात्र छ देउसी खेल्न कहाँ जानु हौ के पनि कहाँ जान्छ हामी देउसी खेल्न ओहो दिदी बहिनीहरु कता हो हामी देउसी खेल्न जान लाग्यो अनि भट्याउने मान्छे छ त छैन नि हामीसँग त मिलेर खेलौँ न जम्मा भएको पैसा आधी मलाई आधी उलाई अनि हामीलाई नि दिदी बहिनीले त फलफुल खाने हो नि तिहारमा ल जाऊ छोरी हजुर काम सकिएन बत्ती सती निमाएर सुतिहाल्नुपर्छ आऊ अनि बाबा देउसी भैलो खेल्न मान्छेहरु आउँछ होला नि त्यही मान्छेहरु आउँछ भने त बत्ती सती निमाएर सुतौ भनेको आऊ ल यो घरमा खेलौँ न भाइ खेल्नु खेल्नु सबै बत्ती निभाएको सुतिसक्यो क्या मान्छे मसँग आइडिया छ कि कता अरे पटाका बुझ इतना पटाको ए छोरी भुकु भाइ भाइ छिटो नमस्ते नमस्ते केको भूकम्प आउनु नि देउसी आयो बुढा 6 बजे बत्ती निभाएर सुत्दै देउसी आउँछ भनेर त्यस्तो होइन मूर्ख कस्तो होइन अब यही बस्ने देउसी सुन्ने नि यस्तो जाडोमा उभिएर हेर्ने भाइ हामीसँग कुर्सी छ कुर्सी रहेछ कुर्सी ल ल खेलौँ ल मूर्ख छिटो छिटो भट्टे भट्याइहाल्ने हो ल ठिकै छ ल साथी म भट्याउँछु होइन ए भन भन भाइ हो देउसी रे ए हामीलाई पैसा चाहियो देउसी रे अरे आउनु पाछ नि पैसा चाहियो तँलाई अलि राम्रोसँग भट्टे यो भन्दा नि गुणस्तरीय भट्याउनु पर्यो ठिकै छ ए घोडा भन्ने तबेला देउसी रे ए हामीलाई भयो अबेला आको 10 सेकेन्ड भएको छैन तँलाई अबेला भइसक्यो ल ल म अलि राम्रोसँग भट्याउँछु नि त ए घर बेटी कस्तो ए भगडे जस्तो ए छोरी कस्तो ए चन्द्रमा जस्तो ओए तँ देउसी भट्टाउन आएको कि छोरी पट्याउन आएको साले मै कन्फ्युज भयो त यार के गरेर हो म ए छोरी यसले भट्टाएको देखेर मेरो दिमाग खराब भइसक्यो भित्र गएर दक्षिणा ल्याइहाल त त्यस्तै भट्याएर मैले छोरी ए भन 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 देउसी ए कति छ गन गन गर्नु गन्न पर्यो नि हात्ती चापेर मर्न आँटिसक्यो त्यही नेपाल हात्ती कम भइसक्यो हेर भनिहाल्छ ए भन 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 ए रोहिणी भन ए मूर्ख के हो रोहिणी भनेको के हो रोहिणी बुढा